यहाँ भी करो छिटो मलाई मेरो बाबुले कति माया गर्छ गर न छिटो बाबु इधर भी करो इधर भी यहाँ भी करो छिटो मलाई मेरो बाबुले कति माया गर्छ फेरि यहाँ गर त फेरि बाबु फेरि यहाँ दाई दाई मेरो हजुरबा मेरो पापाजी ल गर न ल छिटो 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 एक बार बस एक बार के छ बाबु बाजे नुहाएको यति रातिमा यस्तो टाउको झर्छु कस्तो चिसो फ्रिजमा टाउका फ्रिज हाले जस्तो होइन होला गोल एकचोटि टाउको थाप्नु त हजुरको जुम्ला मर्छ पानी छुट्नै मन लाग्छ नि यार यस्तो चिसो त पानी परिरहेको गाई केटा बाहिर पानी परिरहेछ म यहाँ सुतिरहेको छु खोल्दैन यार बा क्या बन्द भयो त्यो भ्याइएको त्यो अहिले भर्खर हेरेको कि घैघरि हेर्ने त्यही हेर्छ आछु कति जाँदा एक जग पानी लिएर खाने तिमीलाई होइन तिमीलाई हाई कहाँ रमाइलो क्या फेरि सुनि क्या फेरि टाउको त फुल्छु चिस भयो तेल मगाउने भनेको दाइ एउटा राम्रो तेल मगाइदिनु त कुन कस्तो खुट्टा मार्छ होइन होला टाउका लाग्छ खै देखाउ त पर्खिनु मैले हिजो धोएको क्या सिरानी हाल्नु त अझै बसिरहेको मम्मीले भयो अब त्यहाँ सुन्नु त क्या महँगो भइसकेको त्यो खाएर राखेको अस्ति भात नखाँदिनँ यहाँ नि त कचरा सबै जाडो छ अरे नुहाउनु पनि भएको नौछौ तिमीहरूले बस म त नुहाउँछु यार नुहाउँछु ल हेरौँ ल गाई म भिडियो बनाउँछु यस्तो चिसो पानी यार आज त झन् पानी पर्ला सोही म कस्तो नुहाउँछु के रह्यो ल हो दुर्गोजीको ल त ल सुरु हेलो गाइस अब नुहाउँदैछन् र नुहायो हेर्नु गाइस आजको कति छ के हो के नुहाउने भाइ सकिन चिसो छ ओ माय गॉड बाबु त्यो दाइले नुहाउनु आएको ये भगवान कति चिसो पानी ओहो सोगा नुहाउने हामी बसी भएको छैन पानी गरम गर्नु गएको थियो त्यतिर सायद बहुत चिसो छ क्या पानी बहुत चिसो छ किन त टाउकोमा नुहाएर आयो फ्याटफुट यी खुट्टा यस्तो फोर्छ मुला गयो सोगा चिसो सकिन नुहाउन म चाहिँ उ गर्छु है त कौडामा चाहिँ धोएर हात खुट्टा पनि ठ्याक गर्नु पऱ्यो अब बुढी आएपछि नहुने अब बुढी बिहा आएपछि नहुने अब अर्को मङ्सिरमा ढुक्कै मेरो बिहा हो आउनुलाई गएपछि खान मङ्सिरमा बिहा हो मङ्सिरमा नहुने अब सिधै अर्को मङ्सिरमा नहुने यति चिसो कि यहाँदेखि